गौदान युगन वो कहेगा किला अलि वो छि मते दबु ढगा था अबली अले अल्फा अथि यो जो है थोते नि छि सरकार देवा ओ यो या पूजा हो छन् अलि छि उ दबुले चाहिँ यामा आउँछ वो छ यामा अनि यामा अलि छि मुजे दबु धै त छारे छु वाला जिना बाल छि कुमारी माजुना प छु संसर्व मरला गुरुन नाच कतै बिजौले पुरुषोत्तम जी कर्माचार श्री 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 मुआड्य कुमारी माजुको घरको उत्तर र 3 छाने मन्दिर त्रिलोक्य मोहन देग जहाँ 10 अवतार देखाइन्छ। यस मन्दिरको पूर्वपट्टि यहाँ एउटा दबु देख्न सकिन्छ। यस दबुमा यस मन्दिरका विष्णु भगवानको नाममा गौदान आदि इत्यादि होम गर्ने चलन पाइन्छ। मलाई जानकारी भएअनुसार यस दबुमा यहाँको पर्वमा कोनेया भनेर पहिलो पटक कुमारी तान्ने दिन यस दबुलमा त्यसबेला मल्ल राजाको सिंहासन राखिन्छ र कुमारीको प्रतीक्षार्थ गद्दी आसीन भई विराजित भइरहन्छ। नेपाल सम्वत 888 मा गोर्खाका पृथ्वीनारायण शाहले काठमाडौँ राज्य जितिसकेपछि राजा जयप्रकाश मल्ल कुमारीको प्रतीक्षार्थ यस दबुमा राखिने सिंहासनमा पृथ्वीनारायण शाहले चारैतिर कान्तिपुर आक्रमणमा राजा जयप्रकाश मल्ल त्यस्ताका कोनेयाको क्रममा कुमारीको रथमै हुनुहुन्थ्यो। टेकुतिरको वनडेबाट राजा जयप्रकाश मल्ल कान्तिपुर छोडेर गएको इतिहास पाइन्छ। राजा जयप्रकाश मल्ल काठमाडौँ छोडेर गएपछि खाली यस सिंहासनमा पृथ्वीनारायण शाहले गद्दी आरोहण गरिसकेपछि र कुमारी माजुलाई भावभक्तिपूर्ण ढोग गरी दाम आदि पूजा आजा गराई देवी मानिसकेपछि यहाँका प्रजाहरूले राजा मानेको वर्णन पाइन्छ। यस दबुसँगै एउटा अर्को दबु पनि देखिन सकिन्छ। यस दबुलाई ठिमट्य दबु भनिन्छ, अर्थात् सुन्नु नहुने दबु। तान्त्रिक रूपले निर्माण भएको देखिन सकिन्छ। यो कुनामा उल्टो दिशातिर फर्किरहेको हात, त्यस्तै दबुको मध्यतिर एउटा मुखाकृत, त्यो पनि आकाशतिर फर्किरहेको। मैले कर्माचार्य गुरुजुलाई सोधे थिएँ, उहाँले यसबारे अनभिज्ञ जनाउनु भयो। यो अति महत्त्वपूर्ण 2 दबुहरू हाकु भैलट्य अर्थात् कालभैरवको अगाडि तलेजु भवानीको पश्चिमतिर आउँदो आश्विन 2 गते शनिबारको दिन यस योसिंलाई
विधिपूर्वक मनन जातिहरूले यहाँ ठहराइसकेपछि 8 दिनको इन्द्र जात्रा यहाँ शुभारम्भ हुन्छ। यो कुमारी माझुको घर प्रवेश गर्दैछु। भनिन्छ मल्लकालमा यस कुमारी चोकमा राष्ट्रको वर्षेनी हिसाब यहाँ फोरछोट गर्ने गरिन्छ, अर्थात् बजेट घोषणा गरे चाहिँ आजकल यो प्रथा हटिसकेको छ। छोछन्दको मरी देखेको छु नि कुमार देवी लागि ख हजुर कुमारी देव गणेश भैरव ए छु 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 मरी रे हामी त छु पुरी पुरी सिके त भगला ठोले ठोरी आ कछुवा मरी देखेमा हजुर हले कछुवा मरी छन्टु थियो हजुर पुरी त होला। अन्तमा कुमारी चोकका केही दृश्यहरू बौद्ध र शैव धर्मका सहिष्णुताका चिन्ह। चोकको पेटी मुनि रहेको टेराकोटा दृश्यहरू। चोकको दक्षिण कुनातिर करिब करिब नष्ट नचिनिने अवस्थामा भवतु सर्वमङ्गलम्।